यो वेलिङ गरेर यो सफा गरेर अब नसके टाइल हालौँ नसके अहिले चाहिँ भित्ता हाल्ने चाहिँ पेपरहरू आएको छ यसलाई चाहिँ यो अर्को चाहिँ सिसाहरू हाल्नु मार्बल हाल्नु न यो माथि के छ अब एकचोटिलाई अब फेरि पनि काटेन काम गरेर खाने मान्छे तर सरसफाइ नभएको यो सरसफाइमा ध्यान दिनु पऱ्यो यो अर्कोबाट अनुमान आउँदाखेरि पसल सिज हुन्छ सबै सुधारै छ सबै कागज एकचोटिलाई अब फेरि पनि काटेन काम गरेर खाने मान्छे तर सरसफाइ नभएको यो सरसफाइमा ध्यान दिनु पऱ्यो यो अर्कोबाट अनुमान आउँदाखेरि पसल सिज हुन्छ तपाईँले के भन्नुभयो भने नगरपालिकाले एउटा निर्देशन दियो होइन तपाईँ त खाद्य वस्तु हो नि त हुँदैन मान्छेको एउटा जीवनसँग गाँसेको हुन्छ यति दिनलाई मान्छेले रोड ट्रान्सप्लान्ट गर्न सक्छ त्यसर्थ एकदम केयर गर्ने र अब एक दुई महिनाभित्रमा हामी छड्के आउँदाखेरि भयो भने पसल सिज हुन्छ पहिला पनि यो खसीको मासु एकै ठाउँ राख्नु अथवा लेखेरै राख्नु पर्यो छुट्टी कम्पनी हो त्यसलाई छुट्टी राख्नु अब रियललाई पहिलाभन्दा त सुधार नै छ अब आउँदाखेरि गाडी भाडा सबैलाई नदिने राम्रो मासु बेच्छु सबैलाई चाहिँ स्वस्थकर मासु बेच्छु भनेर हामीले मैले राम्रो सेवा दिएछु भन्नु यो वेलिङ गरेर यो सफा गरेर अब नसके टाइल हालौँ नसके अहिले चाहिँ भित्ता हाल्ने चाहिँ पेपरहरू आएको छ यसलाई चाहिँ यो अर्को चाहिँ सिसाहरू हाल्नु मार्बल हाल्नु न यो माथि के छ उहाँहरू पनि काम पनि पाइँदैन हजुर पाङ्ग्रामा बेच्ने पाङ्ग्रासँग हजुर म पनि त्यही जान्छु